आज हामीले यस भिडियोमा मलेसियामा अत्यन्तै एकदमै छिटो सिक्नुपर्ने मलायु भाषाहरूलाई समेटेर यो भिडियो बनाएको छु र यो भिडियोभित्र चाहिँ एकदमै इम्पोर्टेन्ट शब्दहरू मात्रै प्रयोग गरिएको छ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र 1 नम्बरमा हामी जान्नेछौँ मारी सिनीको अर्थ हुन्छ यहाँ आऊ। मारी सिनी यहाँ आऊ। datang sini यहाँ आउनुहोस्। datang sini यहाँ आउनुहोस्। pergi sana त्यहाँ जाऊ अथवा त्यहाँ जानुहोस्। pergi sana त्यहाँ जानुहोस्। pergi belakang पछाडि जानुहोस्। pergi belakang पछाडि जानुहोस्। datang depan अगाडि आउनुहोस्। datang depan अगाडि आउनुहोस्। pergi naik माथि जाऊ अथवा माथि चढ्नुहोस्। pergi naik माथि जाऊ अथवा माथि चढ्नुहोस्। pergi bawah तल झार्नुहोस् अथवा तल जाऊ। बावाको अर्थ BAWA बावा भनेको चाहिँ लेउ र अन्तिममा S थप्यो भने चाहिँ तल भन्ने बुझिन्छ। टेङ्गो सना को अर्थ हुन्छ पर हेर। टेङ्गो सना को अर्थ हुन्छ पर हेर अथवा पर हेर्नुहोस्। टुङ्गु सिनी। टुङ्गु सिनीको अर्थ हुन्छ यहाँ पर्खिनुहोस् अथवा यहाँ पर्खनु। pergi sumu। pergi sumuको अर्थ हुन्छ सबै जानुहोस्। सबैजना जानुहोस्। pergi sumu सबैजना जानु। pergi awa। pergi awa को अर्थ हुन्छ तिमी जाऊ अथवा तपाई जानुहोस् भन्ने पनि यसैले जनाउँछ। masuk dalam। masuk dalam को अर्थ हुन्छ भित्र छिर्नु। masuk dalam भित्र छिर्नु। pergi keluar। pergi luar अथवा keluar भन्ने गरिन्छ बाहिर जानुहोस् अथवा बाहिर जाऊ। pergi luar बाहिर जाऊ। jangan tipu को अर्थ हुन्छ चालाखी नगर। jangan tipu को अर्थ हुन्छ चालाखी नगर अथवा चालाखी नगर्नुहोस्। आवा पण्डाई। पण्डाई को अर्थ हुन्छ मलायु भाषामा बाठो। आवा को अर्थ हुन्छ तपाई अथवा तिमी बाठो छौ भन्दा मलायु भाषामा आवा पण्डाई। आवा गिला को अर्थ हुन्छ तिमी पागल हौ। आवा गिला को अर्थ हुन्छ तिमी पागल हौ। dia sudah datang। dia sudah datang को अर्थ हुन्छ ऊ आइसके। dia sudah datang ऊ आइसके। saya sudah sampai। saya sudah sampai को अर्थ हुन्छ म आइपुगे। म आइपुगे। saya sudah sampai। dia belum sampai। belum को अर्थ हुन्छ गरेको छैन आइपुगेको छैन भन्ने बुझिन्छ। dia belum sampai
ऊ आइपुगेको छैन। मनाआवा मनाआवाको अर्थ हुन्छ तिमी कहाँ हो। मनाआवा तिमी कहाँ छौ अथवा कहाँ हो। जङ्गन डुडु सिनी जङ्गन डुडु सिनीको अर्थ हुन्छ यहाँ नबस्नुहोस्। जङ्गन डुडु सिनी यहाँ नबस्नुहोस्। जङ्गन तोलाको अर्थ हुन्छ धकेल्नु हुँदैन। जङ्गन तोला धकेल्नु हुँदैन। काशी तोलाको अर्थ हुन्छ धकेली दिनुहोस् अथवा धकेल्दिनु। काशी तरे भनेको तानी दिनुहोस् अथवा तानिदिनु। काशी तरेक तानिदिनु अथवा तानेर दिनुहोस्। जङ्गन तरे जङ्गन थप्ने बित्तिकै तान्नु हुँदैन, नतान्नु भन्ने बुझिन्छ। जङ्गन तरे तान्नु हुँदैन। तारोसना तारे भनेको तान्नु र तारो भनेको चाहिँ फेरि राख्नु भन्ने बुझिन्छ। तारोसनाको अर्थ हुन्छ पर राख्नु। सना भनेको पर अथवा त्यहाँ, तारो भनेको राख्नु। सिम्पन इनीको अर्थ हुन्छ यसलाई बचत गर। यसलाई बचत गरलाई मलायु भाषामा सिम्पन इनी। लेटक सिनी लेटकको अर्थ हुन्छ राख्नु। यहाँ राख अथवा यहाँ राख्नुहोस्। लेटक सिनी यहाँ राख्नुहोस् अथवा यहाँ राख। काशी अङ्कात भनेको मलायु भाषामा उठाइदिनु। उठाइदिनुलाई मलायु भाषामा काशी अङ्कात भन्ने गरिन्छ। बगिसयाको अर्थ हुन्छ मलाई दिनु अथवा मलाई दिनुहोस्। बगिसया मलाई दिनु अथवा मलाई दिनुहोस्। बगिदियाको अर्थ हुन्छ उसलाई दिनुहोस् अथवा उसलाई दिनु। बगिदिया उसलाई दिनु अथवा उसलाई दिनुहोस्। अप्पा इनी को अर्थ हुन्छ यो के हो। अप्पा इनी भनेको यो के हो। अप्पा इनी भनेको यो के हो र अप्पा इतु भनेको त्यो के हो। अप्पा इतुको अर्थ हुन्छ त्यो के हो। बुवात अप्पा अथवा अप्पा बुवात भनेको के बनाउने अथवा के गर्ने भन्ने बुझिन्छ। बुवात अप्पाको मिनिङ के बनाउने अथवा के गर्नुहुने भन्ने बुझिन्छ। अप्पा बिकिन इनी अथवा अप्पा बिकिन भनेको यो के गर्ने। अप्पा बिकिनको अर्थ हुन्छ यो के गर्ने। टेङ्गो लुवारको अर्थ हुन्छ बाहिर हेर अथवा बाहिर हेर्नुहोस्। टेङ्गो लुवार बाहिर हेर अथवा बाहिर हेर्नुहोस्। टेङ्गो दालाम भनेको भित्र हेर्नुहोस् अथवा भित्र हेर। टेङ्गो दालाम भित्र हेर अथवा भित्र हेर्नुहोस्। जङ्गन पिगी सना भनेको चाहिँ त्यहाँ पर नजाऊ अथवा त्यहाँ नजाऊ। जङ्गन पिगी सना त्यहाँ नजाऊ। मेमाङ बाइकको अर्थ हुन्छ वास्तवमै राम्रो छ। मेमाङ बाइक
को अर्थ हुन्छ वास्तवमै राम्रो छ। saya nampak saya nampak को अर्थ हुन्छ मैले देखे। saya nampak को अर्थ हुन्छ मैले देखे। dia sudah nampak dia sudah nampak को अर्थ हुन्छ उसले देखिसके। उसले देखिसके मलायुमा dia sudah nampak। dia belum makan dia belum makan को अर्थ हुन्छ उसले खाएको छैन अथवा उसले खाना खाएको छैन। dia belum makan उसले खाना खाएको छैन। saya sudah makan saya sudah makan को अर्थ हुन्छ मैले खाइसके। मैले खाइसके। saya sudah makan मैले खाइसके। dia sudah balik को अर्थ हुन्छ ऊ फिर्ता गइसके अथवा ऊ फिर्ता गयो। dia sudah balik ऊ फिर्ता गयो। kasih balik kasih balik भनेको फिर्ता दिनुहोस् अथवा फिर्ता देऊ। kasih balik फिर्ता देऊ अथवा फिर्ता दिनुहोस्। jangan kasih balik jangan kasih balik भनेको फिर्ता नदेऊ भन्ने बुझिन्छ। jangan kasih balik फिर्ता नदेऊ। buka pintu buka pintu भनेको ढोका खोला अथवा ढोका खोल्नुहोस्। buka pintu ढोका खोल्नुहोस्। tutup pintu को अर्थ हुन्छ ढोका बन्द गर अथवा ढोका बन्द गर्नुहोस्। buka pintu ढोका खोला tutup pintu ढोका बन्द गर्नुहोस्। फिकिर सिकित फिकिर सिकित को अर्थ हुन्छ थोरै सोच्ने गर्नुहोस् अथवा थोरै विचार गर भन्ने बुझिन्छ। सिकित भनेको थोरै र फिकिर भनेको सोच विचार गर्नु। jangan fikir jangan fikir भनेको विचार नगर अथवा धेरै सोच्ने नगर। jangan fikir ini macam भन्यो भने यो तरिकाले सोच्ने नगर भन्ने बुझिन्छ। saya lapar को अर्थ हुन्छ मलाई भोक लाग्यो अथवा म भोकाएको छु। saya lapar मलाई भोक लाग्यो। saya tidak lapar तपाईहरु नझुक्किनुहोला तिदकलाई कहिलेकहिले ता डा पनि भन्ने गरिन्छ। saya tidak lapar भनेको म भोकाएको छैन। saya tidak lapar म भोकाएको छैन। आइसी आयर को अर्थ हुन्छ पानी भर्नुहोस् अथवा पानी भर्नु। आइसी भनेको भर्नु भन्ने बुझिन्छ। मासा मकान भनेको खाना बनाउनुहोस्। मासा मकान भनेको खाना बनाउनु। मासा मात्रै भन्यो भने टाइम भन्ने बुझिन्छ तर मासाको अगाडि मकान थपेपछि खाना बनाउनु भन्ने बुझिन्छ। बिली बाजु को अर्थ हुन्छ कपडा किन्नु। बिली बाजु को अर्थ हुन्छ कपडा किन्नु। कसुत कोया को अर्थ हुन्छ जुत्ता च्यातियो। कसुत कोया जुत्ता च्यातियो अथवा जुत्ता च्यातिनुलाई मलायु भाषामा कसुत कोया भन्ने गरिन्छ। जहिद बाजु भनेको कपडा सिलाउनु। कपडा सिलाउनुलाई मलायु भाषामा जहिद बाजु भन्ने गरिन्छ। जहिद बाजु कपडा सिलाउनु। saya lupa भनेको मैले बिर्से। saya lupa को अर्थ हुन्छ मलायु भाषामा मैले बिर्से भन्ने बुझिन्छ। jangan lupa को अर्थ हुन्छ बिर्सनु हुँदैन। बिर्सनु हुँदैन।
केही कुरा नबिर्सा भन्दा जङ्गन लुप्पको प्रयोग गरिन्छ। जुम्पा लागि भनेको फेरि भेटौँला। जुम्पा लागिको अर्थ हुन्छ फेरि भेटौँला अथवा फेरि भेट्ने छु। सो तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो कृपया लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरेर साथ दिनुहोला। र यदि तपाईहरु आज नयाँ भिडियोहरु चाहिँ राम्रो तरिकाले फेसबुकमा सिक्न चाहनुहुन्छ भने चाहिँ यो भिडियोको कमेन्ट्समा फेसबुक लिंक रहेको छ। त्यहाँ गएर तपाईहरुले फेसबुकमा फलो गर्नुहोला र अन्य जानकारीहरु पनि फेसबुकमा रहेको छ। र आजलाई यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।